नमस्कार सम्पूर्णमा स्वागत छ हजुरहरूलाई एसपी विश्वकर्मा फेसबुक पेजमा र आशा गर्छु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज एउटा विशेष भिडियो लिएर चाहिँ म हजुरहरूको माझ चाहिँ उपस्थित छु। अब फागुन 21 गतेको निर्वाचनको लागि चाहिँ हाम्रो गाउँको पनि सबै युवाहरू चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट चाहिँ हामी आज रेलीमा जाँदैछौँ। यति बेला चाहिँ हामी काभ्रे चोकमा चाहिँ सबैजना बसिरहेको छौँ है। अरे बाप रे, ये तो धोती खोल रहा है। म यसपालि मनिष खनाललाई भोट दिन चाहन्छु किनभने यस देशमा बुढाखाडालाई धेरै हेरियो। 5 वर्षमा देखाइदिनुहोस् काभ्रे चोकको कति वर्षमा अझै पनि राम्रोसँग ग्राभेल भएको छैन, त्यो बाटो देखाइदिनुहोस्। हामीलाई बाटोसाटोसँग भन्दा पनि देशको युवा देशमै बसुन् भन्ने उद्देश्यले हामी चाहिँ मनिष खनाललाई भोट हाल्न जान्छौँ। जय घन्टी, जय नेपाल। राष्ट्रिय स्वतन्त्र पार्टीको कहाँ अब 4 नम्बर र 5 नम्बरमा चाहिँ गर्ने भन्ने कुरा छ अरे। अब कता कता पुगिन्छ सम्पूर्ण कुरा चाहिँ मैले यस भिडियोमा समेट्ने छु। एसपी विश्वकर्मा फेसबुक पेजलाई चाहिँ फलो गर्नुहोला। गाडी चाहिँ आउँदैछ साथीहरू मजाले। काभ्रे चोकबाट टक्क रेलीमा अब निस्किसकेका छौँ। घन्टीलाई भोट हालौँ, देश बचाउँ। जय घन्टी। साथीहरू यति बेला 5:30 बजेको छ र यति बेला हामी खगरामा छौँ। हामी चिडिया, बारबिसे, खुम्बारी, लाले, खम्सा सबै घुमेर अहिले चाहिँ लास्ट खगरामा आएको छौँ। रेलीको गाडी भने अलिक पर डाँडामा पुगेको छ, अब एकछिनमा फर्किन्छ होला अनि त्यसपछि हामी घरतिर जान्छौँ। आजको रेली भनेको लास्ट यहीसम्म नै होला साथीहरू होइन, खगरासम्म र स्वर पनि सुकेको छ। आज चाहिँ धेरै चिच्यायो, धेरै रमाइलो गरेर रेलीमा चाहिँ हिँड्यौँ। जतिजनाले यो भिडियो हेर्नुहुन्छ होइन, के भन्न चाहन्छु भने यतिका वर्षसम्म हामीले धेरै पार्टीहरूलाई हेऱ्यौँ होइन, आएको पार्टीलाई पालो दियौँ होइन, किनभने बालनजीले चाहिँ ठुलो नेताहरूले पनि गर्न नसक्ने काम चाहिँ